समय मिलाएर हेलो वेलकम टु युट्युबमा भ्लग न्यू भ्लग अनि आज चाहिँ म साथी आज बजार घुम्न निस्केको अब युट्युबबाट हेर्नु भएको छ अनि यस्तो कहाँ कुन ठाउँदेखि हेरिराख्नु भएको छ यस्तो कमेन्टहरूमा भन्नु होला अनि हामी आज यस्तो नाइट टाइममा चाहिँ यस्तो बाहिर निस्किनु अब घुम्न निस्केको म चाहिँ बिरामी भएर औषधि दिने है गाइस आज चाहिँ यस्तो सिजन मेरो साथी चाहिँ आज हल्का बिमारी भएको छ भनेको छ त्यो भएर हामी चाहिँ मेडिकलतिर यस्तो औषधि लिन हिँडेको अनि अहिले हामी बाटो हिँडिरहेको आइसकेको अनि यता हेरिदेऊ न त सिजन आज चाहिँ हेर्नु यस्तो सिजन चाहिँ यता आइरहेको छ नि अनि केही भन्छ भने भन्न सिजन मेरो भ्लगमा चाहिँ अब यसो केही भन्नु छ भने भन भनेको हो फाइनली गाइस हामीले अब हिँडिरहेको बाटोमा अब हामी चाहिँ यस्तो बाटोमा हिँडिरहेको छु बाय बाय टाटा गुड बाय गया के भयो भन त ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ तिमीलाई चाहिँ भ्यान्नै पर्छ भन्दै खै कसको कुखुरा मलाई यस्तो लाएर हुन्छ यस्तै छ त अनि के भन्दैछ त भ्लग बोलाउने भने त्यस्तैको छ हेलो गाइस हामी चाहिँ यता मेडिकल हिँड्दैछौँ बस पार्कतिर यो चाहिँ हाम्रो सिन्धुली है खोला मान्छे यता छ यो चाहिँ हामी मुस्ताङतिर हिँड्ने है गाइस मेरो भ्लग चाहिँ अहिले सिजन मेरो साथीले गरिरहेको छ रुको जरा सबर करो आराम से लेने का होइन फाइनली चाहिँ हामी यहाँ मेडिकलमा जान लागेको अब औषधि छ छैन सोध्नु लागि सोध सोधन हजुर फाइनली गाइस हामीले चाहिँ औषधि किनिसक्यो होइन अनि त्यो अब हामी चाहिँ अब यता उतिर हिँडेको रुम हिँडेको फर्केको साथीहरू औषधि कस्तो खालको औषधि चाहिँ अब खोकी लाग्दाखेरि खोकीको औषधि किनेर अहिले सिजन साथीलाई चाहिँ बिमारी हल्का बिमारी भइरहेको छ खोकीको ज्वरोको चाहिँ यो किनेको औषधि अरू चाहिँ के किने सिजनले मलाई थाहा भएन है पुरै मुस्कान दिएर आइरहेको छ अनि हाम्रो छोटो भ्लग चाहिँ यहीँ पुर्याउन चाहन्छु धन्यवाद होइन अनि सुरुदेखि अहिलेसम्म हेरिदिनु भएको छ भने धन्यवाद र अरू भ्लग पनि त्यस्तै आउनेछ भन्दै मेरो भ्लग यहीँ टुङ्ग्याउन चाहन्छु बाई बाई गर्नुहोस् न